म पनि गर्छु काम ए ढुङ्गा टिप्दिन्छु म पनि ढुङ्गा टिप्छु साथीहरू यहाँ ढुङ्गा छन् नि त यो खन्ने बेलामा कोदालोमा लाग्छ साथीहरू यही हो हेर्दै जानु होला अहिले हामीले बारी चिल्लो गराएपछि भएको मेरो दिदी चाहिँ बिचारा हिजो आएको हो यो म त चाहिँ तँ भन्छु म काउलो पार्नै जान्दिनँ तिमी भन्नु पनि जान्दिनँ तपाईँ भन्दा पनि जान्दिनँ त भन्छु यहाँ चाहिँ कस्तो भयो करेसाबारी हेर्नुहोस् त अब हाम्रो त यहाँ त भुट जस्तै थियो करेसाबारी अब त्यहाँको बोराबोरी हेर्नु त यहाँ पुरै के भन्नु चाहन्छ केही पनि भन्दैन भन्दै अब चाहिँ हेलो साथीहरू नमस्ते स्वागत छ हजुरलाई मेरो च्यानलमा आज चाहिँ म भिडियो बनाइदिउँ कि जस्तो लागेर चाहिँ भिडियो बनाउँदैछु भनेर भन्नु अब म चाहिँ एकदमै हराइ गएँ तर पनि भिडियो बनाऊँ भनेर लागेको म चाहिँ स्केटमा छु हाम्रोमा चाहिँ एकदम म्युजिक बज्छ सो कपिराइट आउँछ कि भन्ने डर छ अहिले पनि बजिरहेको चाहिँ छ तर पनि म भिडियो बनाइरहेको छु यहाँ चाहिँ यस्तो छ कपडा सुकाइरहेको छ यहाँदेखि भित्र आउने जुत्ता लिएर राखेछ एकजना भाइले के हुन्छ अनि मेरो दिदीहरू नि त्यही हो साथीहरू अब चाहिँ म के भन्छ अरे के बेर्ना लगाउने रे त्यो चाहिँ दिदीले हिजो ल्याउन चाहिँ ल्याइसकेको छ म चाहिँ मल ल्याउने रे के पो हो मल के मल भन्दै थियो जेस माटो मलीले गराउने मल चाहियो अरे सो म त्यही लिन जाँदैछु के हुन्छ मेरो दिदीले के काम गरिरहेको छ म त्यो पनि देखाउनेछु ल साथीहरू हेर्दै जानु होला ल है साथीहरू बिचारा मेरो दिदीले यसरी फाँडिरहेकी छिन् यहाँ चाहिँ कति जङ्गल थियो अहिले फाँडेर यस्तो बनाइसकिने यहाँ आगो पनि लगाइन् यत्रो दिउँसा मण्डल यत्रो जग्गा छ नि त हाम्रो पछाडि अब यसमै तरकारी लगाउने रे जाँगर निकाली छिन् यता सफा गरिसकिन् यता नि छ कति खाउ तरकारी अब यतातिर घर छ यहाँ पनि बिचारा सानो करेसाबारी छ यो घरको अब हाम्रो करेसाबारी यता ए हाम्रो दिदीले काम गरियो छिन् यता हेर न हेलो भन यसरी जाँगरी लेखिन् कि हाम्रो दिदी अल्छी संसारकै मै हो म पनि गर्छु काम ए ढुङ्गा टिप्दिन्छु यहाँभरि ढुङ्गा टिप्दिन्छु युक्ति गरेर म पनि ढुङ्गा टिप्छु साथीहरू यहाँ ढुङ्गा छन् नि त यो खन्ने बेलामा कोदालोमा लाग्छ साथीहरू यही हो हेर्दै जानु होला अहिले हामीले बारी चिल्लो गराएपछि साँझको नजानु यो 12 बजे घाममा काम गरिकन अब त घाम लाग्यो उता गर्नु पर्दैन अहिले साँझ गरी हुन्छ हुन्न र पोल छैन र उता आगोले पोल छ भनेर त उहाँ पहिला फाँडेर उता लगाएर काम गरौ भाइ कस्तो लगाइराख त नि हिजो आउनुभएको मेरो दिदी चाहिँ बिचारा हिजो आएको हो यो म त चाहिँ तँ भन्छु म काउलो पार्नै जान्दिनँ तिमी भन्नु पनि जान्दिनँ तपाईँ भन्दा पनि जान्दिनँ त भन्छु यहाँ चाहिँ काम गरिराखिन् बिचरा म चाहिँ यहाँ हेरेर बसिरहेको
अब यो ढुङ्गा टिप्ने यहाँनिर खन्ने खै ट्र्याक्टर लिँदा ठिक होला कि होइन यो खनेर त कुन जमाना भ्याउने र मैले भन्छु ट्र्याक्टर लिउँ कि भन्छु नि इटी खन्छु त्यही हो साथीहरू अहिले बारी चिल्लो देखेपछि हेर्न सक्नुहुन्छ हाम्रो बारीको नजारा ल साथीहरू अब चाहिँ खाजा खाने पालो गीत चाहिँ बजिरहेको या गीत आउने भयो सटपटी म बनाउँदैछु यो चाहिँ मैले सिलामको छोप राखेको करेन्ट यो कुरकुरे पनि राखेको छु अब चाहिँ मैले चिरुनहरु पिस्नु अमिलो यति भयो हुन्छ मलाई थाहा भएन यो चाहिँ कागतीको रस रे मलाई चाहिँ छैन त्यो रेड कलरको का ससेस गराउने जाति हुन्छ का यतिकै हाल्ने धेरै तेल खानु चटपटे ओल भन्ने छुट्टै पाइन्छ होला यही हो नखाइने कस्तो लाग्दो भयो मतलब खाइदिएको तर यो अलिकति यो हुन्छ धेरै आमा लाग्छ है धेरै भयो कि हुन्छ सिलाम चाहिँ मैले हेर्न मेरो काम चाहिँ पुरा पोखायो कि मैले चाहिँ डेली के भन्छ सिलो त छैन मिक्सर छैन अनि प्लेटमा राखेर भराक पारेको त पुरा पोख्यो त्यस्तै हो हामी यो एक टसली चाहिँ कहिले खाइसक्ने होला भएन त नखाइने खाउँ जस्तो भएन त साथीहरू म चाहिँ साथीमा बेच्छु है अलिक ल अब चाहिँ हामी खान्छौँ म पनि सक्छु मैले बनाएको नि त निको यसको ल म त खान्छु अब कता कतै चटपटी पार्टी चटपटे म आफैले बनाएको नि तिमीहरूलाई चाहिँ कस्तो लाग्छ फर्बेस कस्तो छ यता मिठो बेबी मिठो भन्दै बेबीलाई यम्मी हैन एकदमै मिठो हो यो चाहिँ यहाँ काइने बेबी काइने जो काइने जो यिनी अब भिडियोमा देखिन आयो कि मेरो छोरी अरे इन्ट्रेस्ट हो त्यस्तो ल है साथीहरू हाम्रो दिदीले बनाएको बारी हेर्न सक्नुहुन्छ साथीहरू बारी चाहिँ पुरा चिल्लै बनाएको यहाँ चाहिँ अघि कस्तो जङ्गल थियो अहिले चाहिँ चिल्लै भएको छ बारी चाहिँ अनि यहाँ चाहिँ अघि आगो लगाएको थियो त्यो पनि हेर्नु ल साथीहरू डेन टेरेन अब बिरुवा रोप्नलाई रेडी यहाँ चाहिँ एउटा केरा छ यहाँ चाहिँ यो चाहिँ आगो यहाँनिर कम थियो फोहोरहरू यो सब लिएर यहाँ पोलेर ओह बेर्ना लगाउँदैछिन् अब पानी हाले पार मात्रै हुन्थ्यो के निस्किन्थ्यो के पुक पानी हाल्यो भने निस्किन्छ देखाऊ देखाऊ म हिँड्न हुन्छ या टेकाऊ कहाँ टेक्दा नि अब कहाँ टेक यहाँबाट हिँड
यहाँ चाहिँ यत्रो सानो केरा छ। म पछि ऱ्याबिट ल्याउने हो, नफालिदियो, ऱ्याबिटलाई खुवाउनु हुन्छ भनेर राखिरहेको छु। यहाँ चाहिँ केरा, नभए चाहिँ यो मान्छेले चाहिँ फाल्ने भन्दै थियो, म चाहिँ नफाल्ने भनेको। यसले यसरी रोप्नुपर्छ है साथीहरू। यहाँ चाहिँ तपाईँहरूलाई आउन त आउँछ होला, फेरि सिकाइदियो। अलि अचाट न, अचाट्न पर्दैन हौ, त्यही साह्रो छ। यसरी साथीहरू, यसरी म दिदीलाई सिकाउँदैछु कसरी। हाम्रो यहाँ सबै खुर्सानी हो, यति नजिक नजिक। यो त हाङ्गेला नि त उसमा त के भन्छ अरे, ठप्प गराउने हो, हाइटवाला गराउने, हाँगावाला गराउने। त्यो त केराकै जरा नेरी रोपेछ। फेरि केराले त सबै सोच्छ नि, थाहा छ कि छैन मल जति। यसलाई त बेला बेला मल जल त हालिराख्नुपर्छ कि एकैचोटि हुन्छ। मल कहाँबाट पाउने हो र अब? मल छैन। अब काँचो मल हालेर नहुने होला, पाकेको मल पाइन्न। त्यही पनि मैले अघि 200 तिरेर ल्याएको मल हो। ए हस् त राख्ने हो नि, फेरि केही जगाउने खोइ र के लाउने हो। मैले त भेन्टा लाग्यो, भेन्टा त 1 घन्टा लाउने होला नि। अब नि किन चुताउने र सरेको चिजलाई चुताउनु हुन्न। त्यो जति जति खा त्यति घुर्साउनु पर्छ। अनि त्यो लामेलाई कहाँ रोप्ने? लामेलाई ठाउँ हुने भएको खुर्सानीको मेरो राखेर, खुर्सानीलाई नि सर्लकै त्यही ठाउँमा रोप्दैन अनि उहालो हो न। यी साथीहरू यता त अघि नै देखाइसक्यो चिलित्तै पऱ्यो भनेर। अब यहाँ पनि अब चिलित्तै पऱ्यो। यो चाहिँ लामोवाले खुर्सानी है। अब यो चाहिँ लामे खुर्सानी। त्यो पुग्लुकै निकालेछ, अब त्यही मात्रै रोप के अनि मल जल आफू बसेको ठाउँ सबै हाल्दै नि त। अनि त्यही घोप्टाइदियो कि घरलाई त केही जान्दैन, सिकाउनु पर्छ। यसरी यस्तो जङ्गल हाम्रो बारी। मेरो दिदीले चाहिँ यसरी के भन्छ अरे, ओइ आजै भाँच्ने है, सर्न दिनुपर्छ। कस्तो यसरी यत्रो करेसा बारी भएको छ साथीहरू। अब यता पछाडि नि बनाउने रे, तर यो जस्ताले त खै के ढेला र भन्छु के अरे मैले चाहिँ। दिदीले चाहिँ होइन म बनाउने भन्दैछ। ठिकै छ, बनाएर बन्छ भने बनाऊ भन्दैछु मैले चाहिँ। अब यहाँ चाहिँ उयो हुन्छ। अब यो ड्याङमा चाहिँ के रोप्ने अरे? यो ड्याङमा चाहिँ के रोप्ने अरे? यहाँ मल हाली भ्याएको फर्सीलाई त यो कुनै एउटा बाँझोमा लैदिनु हुन्थ्यो होला है। यहाँ चाहिँ फर्सी रोप्ने अरे, त्यहाँ चाहिँ घिरौँला। एउटा लौका मनपर्छ? लौका नरोप्नु भयो। काँक्रा भिजाएको त नलेकिन फेरि गरम लाग्यो। त्यो त बिहा हो के अरे, बिहानतिर छर्दिनु हुन्छ हौ। यिनीहरू लाग्यो साँझ परवेशलाई लिनु पठाइन। आज नि उसलाई कस्तो भयो करेसाबारी हेर्नुहोस् त। अब हाम्रो त यहाँ त भुट जस्तै थियो करेसाबारी। अब त्यहाँको बुढाबुढी हेर्नु त यहाँ पुरै अनि के अरे
यहाँ चाहिँ सिमी लगाउँदै ल भयो त्यहाँ खुर्सानी तर र कुनामा अब यसमा हेरी के लगाउनु त ओके अब यति बेला के हो र लगाऊ म पनि होला अब झन् कुटायो यसो गरिदिनु उति किला गार्दिने अनि त यतातिर त झेक्रा होइन नि उता जति हाउसको नरिवलको रसी छ नि त्यही नरिवलको रसीले गर्ने नरिवलको रसी झेक्रा त्यो त त्यस्तै लौरोहरू के बनाएर गार्ने बल्ल गरेर अनि त्यो त लोजन वेट फल्ने होइन नि त यता त त्यस्तै हो अनि नरिवलको रसी लगाइदिने हो अब प्यारासुटको रसी भयो भयो पानी हालिदिनु होला यसमा पछाडिको भागी साथीहरू दुई नानी पानी बनाएर सकाएर भएन त्यसरी हाल्नु त्यो बरु ढल हो या त्यसरी होइन कि नठार नटिर्छु के खिचेको भिडियो त्यसरी यो जगमा मैले चाहिँ रौसीको बट्टलदेखि गर्दै थिएँ अनि फेरि दिदीले फेरि होइन जगले गर्नुपर्छ भन्यो यहाँदेखि यसरी यो चाहिँ कति फोहोर पानी हिलो पानी हालेको होला भन्नु होला साथीहरू यो पानी चाहिँ यस्तै हो ल किन भन्दा यो सेतीको खोलाको पानी आउँछ यहाँ चाहिँ त्यो भएर चाहिँ यहाँ पानी नै यस्तै हो यो यहाँको चाहिँ फोहोर चाहिँ होइन ल साथीहरू किन भन्दा यहाँ नै सङ्लिने ठाउँ हिलो छ यो पानी नै यस्तो आउँछ कि हिलो नै आउँछ सेतीको पानी आउँछ नि त यहाँ कस्तो मजाले मैले चाहिँ अघि यो बोतलले भर्दै थिएँ कि यो चाहिएन अब चाहिँ मलाई ए भइपुग्छ कुन चाहिँ लगाइ साथीहरू सबै भिजाइदिउँ यसरी सिमीलाई त अघि त बिचबिचमा लगा होइन के हुन झारा आएर गोड्दिने झारामा जाने त पानी हाल्न डराएर हुन्छ त सिमी चाहिँ नभिजाएको है हामीले उम्रिन्छ त झन् जहाँ रोप्यो त्यही नगर्नु तपाईँ पहिले फेरि ल है साथीहरू मैले चाहिँ बोल्न चाहिँ मलाई धेरै आउट न अब यस्तै छ भने चाहिँ पानी हाल्ने सिँचाइ कार्यक्रम ल साथी त्यही हो साथीहरू अब चाहिँ हामी काम पनि सकायो पानी पनि राखियो बिरुवा पनि लगायो त्यही हो अब हामीले चाहिँ यो जुन बिरुवा लिएको पोलिथिन थियो नि त्यसमा चाहिँ हामीले फेरि यसमा चाहिँ बिरुवा जमाउने भनेर चाहिँ यो सब मुसाले खडुलेको के भन्छ अरे निकालेको माटो हो यसमा चाहिँ एकदम मलिलो हुन्छ अरे यो माटो चाहिँ सो त्यही भएर दिदीले चाहिँ यहाँ माटो भर्दैछ अनि मल नराखी हुन्छ त नि मल त राख्नुपर्छ भयो मलिलो हुन्छ कि मुसाले खोलेको माटो त्यही हो हामी चाहिँ यस्तो गर्दैछौँ अब चाहिँ हामी लाइज त यता लाइज यता त्यही हो साथीहरू अब चाहिँ हामी यही भन्दै हाम्रो काम आजको काम चाहिँ यही हो भन्दै अब चाहिँ बिदा हुन चाहन्छौँ के भन्न चाहन्छ भन्दै अब चाहिँ हामी बिदा हुन चाहन्छौँ ल बाई गर्नु ल बाई 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 साथीहरू